आज हामी यहाँ किन आएको? आज हामी यहाँ किन आएको? परमेश्वरको महिमा गर्नको लागि हामी यतिकै ग्यादर हुन आएको हो त होइन है। हामी परमेश्वरको प्रेमले चाहिँ हामीलाई यहाँ खिची ल्याउनु भएको। आज हामी एक एकमा प्रेम भएको कारणले गर्दाखेरि आज हामी सबैजना चाहिँ यहाँ भेला भएका छौँ है, हो कि होइन? हो है। अनि म तपाईँहरूलाई क्वेसन गर्छु होइन, तपाईँहरूलाई के जस्तो लाग्छ प्रेम भनेको चाहिँ के हो? वाट इज लभ? के जस्तो लाग्छ? एन्सर दिन सक्नुहुन्छ है त सबैजनाले? जयसो दाइ, प्रेम भनेको के जस्तो लाग्छ तपाईँलाई? आमेन। धेरै धेरै धन्यवाद दाइलाई, ताली बजाउँ हाम्रो दाइलाई है। साँच्चै दाइले भन्नुभएको एकदमै ठिकै है। प्रेम भनेको चाहिँ एउटा होइन, एउटा केटाकेटी बिचमा पनि हुन्छ, तर त्यो प्रेम अब हामी यहाँनिर एक एकजना छौँ, यो प्रेम भनेको चाहिँ छुट्टै फिजिकल प्रेम भएन। तर अर्को प्रेम भनेको चाहिँ परमेश्वरको प्रेम जो चाहिँ अनन्त अनन्तसम्मको लागि हुन्छ है। अनि त्यो प्रेमले गर्दाखेरि चाहिँ आज हामी चाहिँ यहाँ आएका छौँ, हामीलाई प्रभुले डोराउनु भएको छ। आज हामी एक एकजना यहाँ छौँ उहाँको प्रेमको कारणले गर्दा मात्रै यहाँ छौँ। यदि हामी उहाँको प्रेममा नभएको भए हामी अरू ठाउँमा जान सक्थ्यो होला होइन, अरू गएर इन्जोय गर्न सक्थ्यो होला। तर अघि मिनाले भन्यो गड इज लभ, मान्छेले भन्यो नि लभ इज गड भनेर भन्छ नि, मायालाई चाहिँ पहिलो स्थानमा राखेर प्रभु राख्छ नि, त्यो पनि होइन। पहिलो स्थान चाहिँ जहिले पनि प्रभु हुनुहुन्छ, फर्स्ट प्रायोरिटी चाहिँ प्रभु हुनुहुन्छ। हाम्रो फर्स्ट लभ को हुनुहुन्छ? जिजस है, प्रभु हुनुहुन्छ। त्यही भएर हाम्रो पहिलो प्राथमिकता चाहिँ हामीले प्रभुलाई राख्नुपर्छ अनि भन्नुपर्छ वाट इज लभ भन्दाखेरि चाहिँ हामीले एन्सर दिँदाखेरि चाहिँ गड इज लभ है, गड इज लभ हुन्छ है। त्यही भएर म आज तपाईँहरूको बिचमा चाहिँ यही कुराहरू गर्न गइरहेको छु। अनि साँच्चै नै प्रेम भनेको चाहिँ प्रभु येशू क्रिस्टले चाहिँ हामीमा यस्तो प्रेम देखाउनु भयो कि उहाँले हामी पापी छँदै उहाँले हाम्रो निम्ति क्रुसमा रगत बगाउनु भयो, हाम्रो पाप हाम्रो अधर्महरू चाहिँ उहाँले धोइ पखाली लग्नुभयो है। अनि त्यो प्रेम उहाँले त्यसैमा हामीलाई देखाउनु भयो है। हामी पापी छँदै उहाँ हाम्रो निम्ति मर्नु भयो है। त्यही भएर प्रेम यही हो कि जो प्रभुले हामीलाई गर्नुभएको प्रेम, जो सेक्रिफाइस है। हामी यो संसारमा हेर्ने भने चाहिँ गर्लफ्रेन्डले बोयफ्रेन्डको लागि सेक्रिफाइस गरिरहेको हुन्छ होइन, त्यो प्रेम त्यो नष्ट हुने प्रेम हो क्या। जो चाहिँ बोयफ्रेन्ड गर्लफ्रेन्ड अथवा मान्छेहरू हुन्छ नि संसारमा हेर्न सक्नुहुन्छ, त्यहाँनिर बोयफ्रेन्डले गर्लफ्रेन्डको लागि आफ्नो ज्यान दिइरहेको हुन्छ, कि त्यो स्वर्ग जान्छ? जाँदैन नि। त्यो बिना अर्थको प्रेम, जो नष्ट हुने प्रेममा चाहिँ उनीहरू परेर चाहिँ उनीहरूले आफ्नो ज्यान गुमाइरहेको हुन्छ है। अनि सर्वप्रथम चाहिँ हामीले सबैभन्दा पहिलो प्रेम चाहिँ हाम्रो प्रभुलाई गर्नुपर्छ। यदि हामीले हाम्रो प्रभुलाई प्रेम गर्छौँ भने हामी सबैजनालाई प्रेम गर्न सक्छौँ है। आज हामी एक एकजना यहाँ छ होला, हामी मान्छे हो, हाम्रो मनमा धेरै प्रकारको कुराहरू खेल्छ होइन, तर पनि आज हामी यहाँ किन छौँ भने प्रभुको प्रेमको कारणले गर्दा आज हामी यहाँ भेला भएका छौँ। आज मैले दाइलाई प्रेम नगरेको भए दाइ आउनु हुँदैन थियो होला। मैले आज सृष्टिलाई, एलिनालाई, मिनालाई, हरेक एक एकजनालाई प्रेम नगरेको भए आउनु हुँदैन थियो। किनभने यो प्रेम किन गरेँ मैले, हामीले होइन किन गऱ्यौँ? किनकि हामीले प्रभुलाई प्रेम गरेको छौँ है। त्यही भएर म यो समयमा चाहिँ यूहन्ना 3:16 पढ्न लाउँछु बहिनीलाई। सबैजनालाई यूहन्ना 3:16 यस्तो लेखेको छ, किनभने परमेश्वरले हामीलाई, किनभने संसारले यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। उहाँले संसारलाई यस्तो प्रेम गर्नुभयो परमेश्वरले। हामी यहाँ धेरै पाप अधर्मको दुनियाँमा छौँ, अनि त्यही भएको कारणले गर्दाखेरि प्रभुले चाहिँ परमेश्वर पिताले चाहिँ उहाँले आफ्नो पुत्रलाई पठाउनु भयो
अनि उहाँले हाम्रो निम्ति क्रुसमा रगत बगाउनु भयो। म अहिले भरे क्वेसन सोध्ने छु, सबैजनाले ध्यान दिएर सुन्नु होला है, तर धेरै बोल्ने छैन। अनि उहाँले एकमात्र पुत्र हामीलाई दिनुभयो अनि उहाँले हामीलाई अनन्त जीवन दिनको लागि उहाँ हाम्रो निम्ति क्रुसमा मर्नुभयो है, स्पष्ट है। अब अर्को यूहन्ना, पहिलो यूहन्ना 4:7 देखि 21 सम्म।